साथीहरु मेरोमा चाहिँ यहाँनिर यति यो तवर भइरहेछ है। यो चाहिँ म चाहिँ 1 केजी सिक्किम मिल्कको तवर चाहिँ अलिअलि गर्दै हाल्दै यसमा हाल्दै यति बनाएको हो। यो लगभग 1 महिना भयो होला मैले बनाउनु नभएर त्यतिकै छ है। अनि यसमा फुल भएर चाहिँ अझै मैले यहाँ मिक्सीमा पनि राखेको छु बनाउँछु है। त्यहाँदेखि यसको अलिअलि हाल्दै म बनाउँछु, तपाईँहरूलाई देखाउँछु है। तपाईहरुलाई डर लाग्छ होला है, अलिअलि तवरले चाहिँ अब महिनाभरि राख्दा बिग्रिन्छ कि भन्ने जस्तो लाग्छ होला। यो चाहिँ बिग्रिँदैन है। म चाहिँ फ्रिजमा राख्छु है यो तवर चाहिँ। तर अरूले चाहिँ कतिजनाले चाहिँ बाहिरै राखेर पनि बनाउनु हुँदैछ है। महिना 1.5 महिनासम्म यत्रो बट्टामा बुमरहरूको बट्टा हुन्छ नि, यत्रो प्लास्टिकको बट्टामा त्यसमा भरिभरि बनाएर राखेर पनि बनाउनु हुँदो रहेछ। तर म चाहिँ यसमा फुल भएपछि चाहिँ बनाइहाल्छु है। मेरोमा चाहिँ 1 केजी दुध चाहिँ डेली आउँछ, सिक्किम मिल्कै दुध हो। त्यसको तवर चाहिँ म अलिअलि राखेर बनाउँछु है। र यति बनाएर घिउ बनाउँदाखेरि पनि बिग्रिँदैन। अब एकछिन चलाइसकेपछि यस्तो भएको हुन्छ। यो तवर चाहिँ अघिको फिट्यो नि त है। फिटेपछि चाहिँ फेरि यसमा अलिकति चिसो पानी हालिदिने है। मिक्सीमा चाहिँ गर्दा कोही बेला साथीहरु पानी नै फिटिँदैन, माथि नै बस्छ पानी चाहिँ है। यसलाई चाहिँ यसले चलाएर अलि भित्र हालिदिन्छु म पानी है, यसरी चलाएर। तपाईको मिक्सीको जार जत्रो छ त्यसको आधी मात्रै हाल्नुपर्छ तवर चाहिँ, नभए पोखिन्छ फेरि। मेरो घिउ चाहिँ भइसक्यो है। म तपाईहरुलाई देखाउँछु है। ल हेर्नुस् त हो, देख्नुभयो कति छिटो भयो। अब यसमा म अलिअलि गर्दै सबै गर्दै यसमा खनाउँछु है। ल हेर्नुस् त यहाँ घिउ एकताल म अघि मैले कति कम्ती तवर देखाएको थिएँ है, यति बेसी भयो हेर्नुहोस् न। हेर्नुहोस् त मेरो घिउ कति भएको छ। अब म यो डल्लो बनाएर देखाउँछु है तपाईहरुलाई। ल हेर्नुहोस् त मेरो घिउ 1 केजी चाहिँ छ होला है। यसरी नै तपाईहरु पनि घरमै बनाएर चाहिँ खान सक्नुहुन्छ है। यो चाहिँ महिनाभरि पुग्ने घिउ चाहिँ घरमै बनिन्छ साथीहरु है। यो चाहिँ मैले चाहिँ 1 केजी दुध चाहिँ डेली ल्याएर तार काटेर राखेको हो। यो चाहिँ सिक्किम मिल्ककै दुध हो। र तपाईहरुले पनि बनाउनुहुन्छ होला कतिजनाले त है, तर कतिजनाले बनाउनु भएको छैन चाहिँ यसरी बनाउनुहोस् होला है। यो मिक्सीमा बनाउँदा चाहिँ मलाई चाहिँ एकदमै सजिलो लाग्छ है। कतिजनाले चाहिँ बट्टामा यसरी हल्लाएर बनाउनुहुन्छ, कतिजनाले अर्कै पाराले बनाउनुहुन्छ है। तर म चाहिँ यसरी बनाउँछु है, मलाई चाहिँ यही सजिलो लाग्छ है। थ्याङ्क यू फर वाचिङ।